हामी आउँदाखेरि पो त्यही भएर त मैले तिमीलाई फोन गरेको त बिहान। अन्त गाडी छोडिदिइराख्नु नि दाम के भन्छ म राखिदिइराख्छु मिटरको माथितिर अरे अन्त ल भाइ भनेर छोडिदियो बिर्सीबाट बिहान फोन गर्नु जाँदा अहिले याद आएर जाँदा अब छ कि छैन नि हो यहाँ त यता पनि ढुङ्गा झरेछ नि टाटा राखेको त्यहाँ छ नि होटलको अगाडि म हेर्दै ढुङ्गा झरेछ यार यता पनि सिक्ने अन्त त्यो गाडी किच्चाको चाहिँ कहाँ हो गाडी किच्चाको त कुन तालको रुम यतापट्टि हो अन्त जहाँ गाडी त त्यही त त्यहाँ राख्नु आउनु पानी सार्नु आइरहेको न कालो न कालो अन्धकार भएर चाहिँ गान्तोकको घाटा त्यो माथितिर त जहाँ साइडको हुन्छ राख्नु अब चाहिँ नराख्ने घाटामा त अब पुरा डर लाग्यो राखिहाल्यो भने पर त्यो टर्निङतिर राख्छ हुन्छ। अब हेर्छु म परतिर ल अहिले फोन गरेर छिटो आयो भने छिटो आऊ ल होइन अलिकति चाबी छैन हौ जग्गा पायो भने चाहिँ क्या हो दादा भएर राखेको जस्तो राखिराख ल। जाँडाको जग्गै छैन यार जाँटा यहाँ पनि उयो गर्न राखिदिएको कहाँ राख्नु अब सिक्ने होइन जग्गा जहाँ पायो नि मेरो गाडी पानी होला जाँदा भात बनाउँदै गर ल। घन्टा पकाउँछ भात पकाउनु जाँटा एक रुपियाँ पैसा छैन रुममा सामान केही छैन होला पैसा हालेन म पकाइदिन्छु नि जाँडा पैसा छैन नि मेरोमा त पैसा जान्छ जाँटा घन्टा नहाल्दिनँ म जाँटा अस्ति तिमीले उयो जोत्यौ के हो गङ्गालाई के जोत्यो पैसै दिएन मैले भनेर मलाई भन्दै थियो त्यो भन्नु पनि 500 दिएको के भन्छ 500 हाल्यो मैले 500 हाल्थेँ 1500 हालेको 500 रुपियाँ दिने भनेर मैले बाटोमै मलाई 500 रुपियाँ दियो त्यो दिन त्यही त हो नि त मलाई दिएन अरे त निला चाहिँ दियो अरे डल्लै भन्दैछ नि त मलाई फोन गरेर मलाई पनि त्यसै भने प्रणयले दियो अरे तिमीले दिएको छैन अरे म तिमीलाई दिँदैन भनेर रिस उठेपछि जाँदा दाजु कम्ता रिस उठेको जिस्किएको होला भनेपछि त्यस्तै भन्यो जिस्किएको मलाई त्यस्तै भने नि त हुँदैन तिमीले भनेपछि मैले 1500 हालिदिइहालेँ होइन भिडियो के भन्छ डल्लै पैसा भनेर भने अन्त उठेन जाँटा हालि पनि गएको रास्ता गएको बाटोमा अब मैले खोला चाहिँ सम्बन्धको खोलाले पुल झुमिरहेको आँटेको देख्यौ जहाँ छ त्यहीँ त्यो पुल त हामी त क्रस गरेर यहाँबाट गर्दैछ जहाँ बनाउने हो क्रस भएको पुल क्रस भएको चाहिँ त्यहीँ छुने यतैपट्टि छ नि पुलको त अरे जाम लागिरहेको पुरा त्यो माथि चढेको छैन नि त गाडी एकवटा चढेको कहाँ त्यो टर्निङ हस्को टर्निङ चाहिँ अप्ठ्यारो छ अलिक जान अलिक हेरेर तापेर हिँड्नु